हेलो एभ्रिवान, सम्पूर्णमा नमस्कार। आज चाहिँ दिदी र म चाहिँ पसलमा एकदम अल्छी लागेर यसो नजिकैको बिग मार्ट जाँदैछौँ। आज चाहिँ यति धेरै धमाका गर्नेवाला छौँ कि हजुरहरू हेर्दै जानु होला। कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नु होला। हामी चाहिँ बिग मार्ट पुगिसकेको छौँ लगभग। अनि दिदीलाई चाहिँ एकदम बुलडग खान मन लागेर हामीले त्यहाँबाट बुलडग किन्यौँ, आइसक्रिम किन्यौँ, अनि निस्किसक्यौँ। अनि यस्तै छ गाइजहरू हैन, पसलमा व्यापार छैन, यसो अल्छी लागेर निस्केको। अनि आइसक्रिम खायौँ। हजुरहरू पनि आउनु होला। यो चाहिँ हाम्रो निस्से हो है गाइजहरू। ऊ चाहिँ साह्रै मेहनती छिन्। अनि हाम्रो बिमला दिदी भइहाल्नुभयो। अनि हामीले चाहिँ आइसक्रिम खाएर फेरि बुलडग पकाउने तयारीतिर लागिसकेर लगभग पाकिसकेको छ। अब चाहिँ हामीलाई एकदम धमाका हुनेवाला छ। अन्तिमसम्म हेरेर साथ दिनु होला। यति धेरै पिरो, फर्स्टचोटि ट्राई गरेको, यति धेरै पिरो, सबैजनाले एकदम इन्जोय गर्नु होला। हजुरहरू पनि ट्राई गरेर। लास्ट टाइममा चाहिँ यति गाह्रो भयो हैन, तर पनि मिठोवाला